सुनिरहेको छ भने हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै नै छौँ। आज चाहिँ हामी बजार जाँदैछौँ दुईजना मिलेर, अनि हामी के गर्छौँ हजुरहरूले देखाउने नै छौँ। त्यो पनि बजार त्यस्तो जाने मन चाहिँ थिएन, नानीको साथीको कपडा लिएर आएको थिएँ, त्यही भएर देखान कत्रो पोगा छ यो। फेरि हामीले लगाउने कपडा होइन है साथीहरू, त्यही घरमा थियो, अस्ति घरमा थियो, त्यही भएर हामी लगेर जाँदैछौँ। साथीहरू मेरो भोइस चाहिँ कस्तो सुनिरहेको छ भने के हो रुगाले होला सायद रुगाले होला, यस्तो पुरै यस्तो सुनेको। मेरो भोइसलाई चाहिँ इग्नोर गरिदिनुहोस्। कति राम्रो फुल हो, बाबा रे बाबा, मार्ला नि, कति राम्रो फुल रहेछ, कति राम्रो फुल हो यो। वाउ साथीहरू, मतलब फेरि त्यतै जान्छ। हामी जे गर्छौँ त्यो हजुरहरूलाई देखाउने नै छौँ साथीहरू। अहिलेको लागि बाइ बाइ। फुल भन्दा चाहिँ अर्को फुल नसम्झिनु, अर्को फुल नसम्झिनुलाई यही फुल हो। तर यो फुलको नाम के होला नि? एकदम राम्रो छ, रङ पनि कति राम्रो छ, कलर पनि ठ्याक्कै यो यहाँनिर जाने त्यो कस्तो राम्रो आउने रहेछ नि। हामी चाहिँ एक दुईवटा फोटोहरू पनि खिच्नेछौँ, अलि छिटो गयौँ भने। हाम्रो हिँडाइ नै कस्तो छ क्या। अब अरू हिँड्ने पनि अब त्यस्तो दौडिने पनि अलिक कति गोरो देखेछ। म चाहिँ यस्तै हो, फेरि गोरो मान्छे रे क्या। अघि नटिपेको साथीहरू कति राम्रो रहेछ, कति राम्रो देखेको छ ल। यो फुल चाहिँ लास्टै बबाल, यस्तो बबाल छ, यसको गेटअप चाहिँ यस्तो छ। ल मेरो गेटअप देखाइदिनु नि त। अब यसको गेटअप पनि देखाइदिनु पर्यो रे। ल ल ल ल के भयो यस्तो। यो चाहिँ राम्री बाहिर छि। अनि साथीहरू हेर्नुहोस्, साथीहरू हेरिहाल्नुहोस्। ल हामी चाहिँ बजारमा बेच्छौँ है त साथीहरू। हामी चाहिँ बजार इन्ट्री गरिसक्यौँ। हामीलाई चाहिँ अब बालमन्दिर हामीलाई चाहिँ हल्का लास लाग्छ के परै चेरट्टै गऱ्यो, चेरट्टै गरेर गरे। हाम्रो चाहिँ यस्तो लास लाग्छ कि यसलाई चाहिँ लास लागेर भिडियो बनाउन नभन्छ। यस्तो लास पनि नलागोस् साथीहरू, यस्तो लास लागिरहेको छ हुन्छौँ जिन्दगीको गोरेटोमा। अरू त होइन नि, बाइकको मान्छेहरूले यस्तो हेरिरहेको छ नि, लास लागिरहेको छ कि। अनि फेरि यस्तो हुन्छ कि अलि धेरै सब्सक्राइबहरू भएपछि चाहिँ अब कति हो सब्सक्राइब यस्तो भनेर सोध्ने बेला चाहिँ हुन्छ। अनि हाम्रो चाहिँ सब्सक्राइब पनि सही पुगेछ। यस्तो त नहोस् नानी जिन्दगीमा। सबैजनाले सब्सक्राइब गरेर हल्का लास नहुने बनाइदिनुहोस् त साथीहरू हामीलाई। टिका साथीहरू टिका यति धेरै सामानहरू रहेछ। चाहिन्छ भने भन्नु होला, हामी डेलिभरी गरिदिउँ। डेलिभरी यही हो लग्ने क्या। यिनीहरूलाई काम छ तर यिनीहरू काम छ क्या के गर्नु। यो चाहिँ छ है, अब म गरिदिनुहोस् होइन। वाउ सानो ऐना छ कि नै अङ्कल? सानो ऐना छ कि नै? छैन। के गर्ने लग्ने के किनेर यतिकै भनिरहेछन् भन्नुभयो तपाईँले। कति हो नि? कति रे? अरे म 200 भने चाहिँ हामी लखन पार्क टिका लगाइसक्यौँ। हामी लखन पार्क आइपुग्यौँ। लखन पार्कमा यस्तो पनि हुँदो रहेछ है बेला बेलामा। जाके कति राम्रो त्यो क्यामेरा उ गर्नुपर्छ कि पुस्नुपर्छ कि क्यामेरामा राम्रो आइरहेछ। योभन्दा राम्रो आउनु, योभन्दा राम्रो आयो भने आँखा लाग्छ। जुत्ता ठुलो छ र साथीहरू भनिदिनु ठुलो भयो भनेर हैरान छ। चटपटी खानु लाग्छ आन्टीले बनाउनु लाग्छ।
कति हाँसेको हाँस नपा जस्तो अन्तिम गतिमा छ अन्तिम गतिमा छु अब चाहिँ गर्मी गरिसकेको छ किनकि गर्मी भइरहेको तर हामी जुत्ता लगाएको छौँ चप्पल नभएर के नभएर रे तपाईँहरूले मात्रै भन्छु यताउति सुन्छन् चाहिँ हाम्रो हातमा आइसकेको छ यो रमाइला चिज चटपटे म एक बाइट खान्छु अगाडि जान साथीहरू खायौँ ल तपाईँहरू हेर्दै बस्ने हामी खायौँ ल साथीहरू खानुपर्छ हजुरहरूले खानु होला तपाईँहरू नखाइसि रिस जान्छ हामी न खान्न पनि हामीले यो थप उसमै राखिदिन्छ हाइलाइटमै राखिदिन्छ हामीलाई फेरि लखन पार्क जान लाग्छौँ किनभने हामी चाहिँ फोटो खिच्न जान लाग्छौँ म भिडियो बनाउँछु ल अहिले त्यही भेटौँ है त साथीहरू हामी चाहिँ यतै हिँडिरहेको छौँ अझै घर गएको छैनौँ अब हामी घर जान लागेको साथीहरू गाह्रो छ नि हो हामीलाई हामी चाहिँ अब जान्छौँ घरतिर लाग्छौँ हामी चाहिँ रुम आइसक्यौँ अब बाहिर बनाउने त्यो भिडियो बनाउने भनेको हामी राति परिसकेपछि चाहिँ हामी अलिक गाह्रो नै छ साथीहरू किनभने हाम्रो क्यामेरा त्यो फ्ल्याक्स नै दिँदैन कि अगाडिबाट पछाडिबाट त्यो बनाउँदा पनि क्लियर देखिँदैन कि राम्रो देखिँदैन त्यही भएर हामी चाहिँ बाटोमा बनाएनौँ साथीहरू आज चाहिँ हामी यत्रो गिफ्ट छ साथीहरू के छ हजुरहरूले पनि गेस गर्दै गर्नु होला हामी चाहिँ धित्तै उपस्थित भइसकेका छौँ हजुरहरूकोमा बाटोतिर चाहिँ हामीले भिडियो बनाएनौँ किनकि हाम्रो यो फ्ल्याक्स छैन साँझ परेपछि हामी भिडियो बनाउन गाह्रो नै छ साथीहरू मैले अघि नै हजुरहरूलाई भनिसकेको थिएँ कि यो गीत चाहिँ मेरो दिदीले हेरेको छैन मेरो दिदीलाई देखाउने बाँकी छ कस्तो हुन्छ होला त कस्तो हुन्छ होला त अब चाहिँ म यसलाई एक एक गरेर गिफ्ट देखाउँछु त आँखा चिम गर्नुपर्छ है त आँखा चिम्ब गर नहेर्ने अनि मैले यो के हो भन्छु अनि तैँले चाहिँ भन्ने है क्यामेरा आँखा चिम्मै माथि साथीहरूलाई पनि देखा हाम्रो क्यामेराले धोका दिइरहेछ यो चाहिँ भइसक्यो ड्रे मिल्क साथीहरू ल अब आँखा चिम्मा अनएक्सपेक्टेड के होला डेरी मिल्क ड्रे मिल्क किटक्याट रहेछ किटक्याट हो यो दुईवटा मात्रै छ चक्लेट चाहिँ सकिसक्यो चक्लेटको पालो अब रहेको छ अरू पारै बाजा बजाइदिन्छु के होला त्यो यो हल्का सोच्न नसकिने छ साथीहरू यो चाहिँ त्यो खाने हुन्छ नि खाने त खाने हो तर के हो त्यो के बुझा सबै बाको के त्यही होला जस्तो यस्तो पनि लिएको छ होइन अहिले भन्छ यो कुराहरू तर यो मलाई मनपर्छ नि त पर्दैन एउटा हेरिसकेको छु होला मैले लिएको छ कस्तो मैले लिएको छु यो थाहा भइहाल्छ त्यसो भए यस्तो नि यो चाहिँ सबै मेरो आइडिया होइन मेरो आइडिया होइन अब लास्ट वान मात्रै छ अब यो चाहिँ अनएक्सपेक्टेड नै छ कस्तो यो भन्ने मलाई लास्ट पनि लागिरहेको थियो त्यो के स्ट्रबेरी मैले नि केरा लाग्ने भनेर उ भन्दा थिएँ पछि यस्तो 200को साथीहरू कुहिएको लाग्ने यसो भनेको थियो त्यो देशीले के भनेको थियो कुहिएको लाग्ने भयो 150को भन्थ्यो क्या त्यो कुहिएको को ल्याउँछ त्यो भन्दा बरु यही राम्रो होइन साथीहरू हामी चाहिँ लास्टमा इन गर्न चाहिँ बिर्सिन्छौँ यो चाहिँ हाम्रो हिजोको भिडियो हो अनि मैले चाहिँ आज इन गर्दैछु आज मैले अपलोड गर्छु सबै कस्तो छ कस्तो भयो भिडियो सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला प्लिज 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 सबैजनाले सब्सक्राइब गरिदिनु होला साथीहरू बाई बाई भेटौँला नेक्स्ट भिडियोमा